हेलो गाइज नमस्ते। आज हाम्रो स्याटरडे स्पेसल भान्सामा साग पकाउँदैछु। खुर्सानी सुर्सानी फुराएँ, आलु हालेँ। यो साग चाहिँ रायोको साग भएको भएर यसमा चाहिँ अलिकति बेसार अलिकति जिरा हालेर मैले आलुलाई तारेर फेरि म यसमा चाहिँ साग हाल्दैछु र सागलाई हालेर बिस्तारै चलाउँदै 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 हामीले चाहिँ सागलाई भुट्दैछौँ है। हेर्नुहोस् है, उल्टाइ पल्टाइ गर्नुहोस्, तलको माथि माथिको तल माथिको तल गर्नुहोला। सागबाट चरचर आवाज आएको मलाई एकदमै मनपर्छ। हेर्नुहोस् न कस्तो राम्रो देखिएको हरियो साग। अब यो डन्डीहरू अलिकति बाँकी थियो अनि त्यही डन्डीहरू पनि हालेँ मैले र यसलाई मजाले पानीबाट तार्दै 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 साग चाहिँ झ्वाइँ पारेर पकाएँ। ल अब चलाउने चलाउने यसलाई मजाले। कति रमाइलो लाग्छ हेर्दाखेरि है यसरी चलाएको साग। अब नुन हाल्ने, नुन चाहिँ साग धेरै देखेर धेरै नहाल्नु होला, थोरै हाल्नु होला किनभने साग गल्छ। नुन हालेपछि अलिअलि पानी आइहाल्छ सागबाट। सागमा पानी सानी हालिराख्नु पर्दैन र हामी आलु नहालिकन खान्थ्यौँ, यसपालि हाल्यौँ। र मैले आलुको अचारको लागि आलु छिलेर मैले गरेँ। आज हामी आलु, काँक्रो र गाजरको अचार बनाउँदैछौँ। यो काँक्रो र गाजरलाई पनि पैसा पैसा जस्तो सानो सानो पारेर काट्ने। यो हाम्रो चाहिँ फ्रिजमा धेरै लामो समयदेखि काँक्रो गाजर ल्याएको नखाएको भएर मैले अचारमा हालिदिएँ। यो छोप देखिराख्नु भएको छ नि, यो छोप चाहिँ आलसको छोप हो। यो चाहिँ हामी बिहान बिहान खानको लागि भुटेर धुलो बनाएर राख्थ्यौँ। आज अचारको लागि पनि यो काम लागेको छ। मलाई चाहिँ अलिक धेरै छोप हाले मनपर्छ, त्यही भएर मैले छोप कन्जुसाइ नगरिकन हालेको छु। ल अब स्वादअनुसार नुन हाल्ने, नुन अलिक कम हालेकै राम्रो। धेरै थोक खाँदाखेरि नुन अलिक कम खाइन्छ। अब यसमा अब हाल्नुपर्ने कुराहरू धुलो खुर्सानी हाल्ने, अनि त्यसपछि यसलाई अलिकति मजाले मोल्नुपर्छ। अब यसलाई मजाले मैले चाहिँ हातैले मोल्दैछु। मैले चाहिँ हरेकचोटि हात राम्रोसँग धुने हुँदाखेरि घिन्न मान्नु होला साथीहरू। मजाले आलुलाई मोल्दै 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 त्यो मसलाहरूलाई मजाले मोल्ने। र अब यसमा कागती हाल्ने। कागतीको अमिलो कस्तो मिठो लाग्छ मलाई चाहिँ, अरू अमिलोभन्दा पनि। हामीसँग निबुवा पनि थियो तर मैले कागती नै प्रिफर गरेँ। मजाले कागती निचर्ने, दुईवटा कागती ट्यापमै हालेँ। यो चाहिँ फुराउनको लागि तेलमा मेथी पड्काएँ। अब म बिसार हाल्छु र अब म यो तातो तेललाई अचारमा ज्वाइँ पार्छु। देख्नुभयो? अब हेर्नु होला है कलर कस्तो राम्रो आउँछ। अलिकति पानी हालेँ त्यो देउडोमा र यसलाई पनि अचारमा मजाले हालिदिएँ। अब म यसलाई मजाले मोल्छु, मजाले स्वैँ स्वैँ मोल्छु। त्यो अलिअलि पानी जस्तो देखिराख्नु भएको छ नि, त्यो पनि सबै मिक्स हुन्छ। अहिले कस्तो मजाको बाक्लो मिठो बन्छ अचार। अहिले हेर्नुलाई है अचारको रङ मजाले मोल्नु। मलाई त कस्तो थुक्कै आइसक्यो अहिले देख्दा पनि। त्यो गाजर काँक्रोमा पानी नुन पसिसकेपछि कस्तो मिठो हुन्छ। एकछिनपछि यो मिठो भएर आउँछ। अब धनियाँ छ भने धनियाँ हालिदिनु होला। मसँग हरियो खुर्सानी थियो, मैले अलिअलि हरियो खुर्सानी पनि काटेर हालिदिएँ र धनियाँ पनि हालिदिएँ। कतिजनाले खुर्सानी तेलमा फुराउँछन्, म पनि फुराउँथेँ, तर आज चाहिँ मलाई यसै काँचै खुर्सानी खान मन लागेको भएर हालेँ। यो धनियाँ खुर्सानी चाहिँ हाम्रै माथि बारीको है। अब दालको पाली। दाल यो पकाइसकेको थिएँ, मासको दाललाई झाने र त्यसलाई मजाले उमालेँ। अलिकति मजाले झान्दा चाहिँ मैले आज घिउमा जिरा र लसुन प्रयोग गरेको छु। माछको झाललाई दिम्बुले झान्दा पनि एकदमै मिठो हुन्थ्यो, तर मसँग थिएन, त्यही भएर चाहिँ है मजाले दाललाई खनाएर चलाएँ, रेडी बनाएँ दाललाई। साग पाक्यो, अचार बन्यो, दाल पाक्यो। अब आज त स्याटरडे स्पेसल के हुनुपर्छ त घरमा। कराही बसालेको छु, तेल हालेको छु। एनी केसेस अभियसली अब आज स्याटरडे स्पेसल हामीहरूले खानको लागि चिकन त चाहियो नै। र मैले चिकनलाई सरसफाइ गरेर राखिसकेँ। अब मैले प्याज भुटेँ। मजाले प्याजलाई मजाले भुट्नुहोस्। यो तेल थोरै जस्तो लाग्ला हजुरलाई। यो 1.5 किलो चिकन पकाउनु लाग्यो मलाई। त्यो पछि
चिकन पाक्दै गएपछि त्यसपछि पनि त्यो चिल्लो आउँछ, त्यही भएर म धेरै तेल हाल्दिनँ। मजाले प्याजलाई भुट्ने, पहिले चिकन भुट्थेँ अनि प्याज हाल्थेँ। आज चाहिँ मैले पहिले प्याज भुटेँ अनि चिकन हालेँ। अब चिकनलाई मजाले चलाउनुहोस्, चिकनको हरेक पार्टमा तेल पुगोस्। यसलाई पट पड्किने बेलासम्म मजाले भुटेर पकाउनुहोस्। हेर्नुहोस् त, यसले चिकनको कलर चेन्ज हुँदै जान्छ बिस्तारै। अब अलिकति छोपिदिनु भए पनि हुन्छ हजुरले। यसलाई मजाले भुटेर ठिक पार्ने। हेर्नुहोस् त्यहाँ मुनि, हेर्नुहोस् त। अब यो चिकनको लागि मसला बनाउने, सबैभन्दा पहिले लसुन हालेँ, गोलीभेडा हालेँ, जिराको धुलो हालेँ र मसँग भएको घरमा भएका मसलाहरू यो सबै हालेँ। दालचिनी, मरिच, अलैँची र अलिकति सुकमेल पनि हाल्छु है म चाहिँ। अब यसलाई ग्राइन्डरमा टट गरेर पिस्ने, एकदम मसिनो बनाएर पिस्ने। अरू मसला हाल्नुको सट्टा यस्तै मसला हालेर बनाउनु भए पनि धेरै राम्रो हुन्छ। अब सिलौटामा पिस्न सके अझ राम्रो, तर मसँग समय पनि थिएन र मलाई पिस्ने मन पनि थिएन सिलौटामा, त्यही भएर म चाहिँ ग्राइन्डरमै पिस्छु। मजाले मसला पिस्ने। अब बन्द गरेँ, मैले एकचोटि चेक गर्छु, म हेर्छु मसला रेडी भयो कि भएन। मजाले पिसेर एकचोटि म हेर्दैछु है, हेर्नुहोस् है, मजाले हेर्छु कस्तो भयो मेरो भनेर। फेरि मैले अन गरेर हेरेर पिसेर अब सायद रेडी भयो। कस्तो मजाले पिसेछ हेर्नुहोस् त। यो मसलालाई चाहिँ मसला हाल्नुपर्छ अनि अलिकति पानी पनि हाल्नुपर्छ। अब चिकन चेक गर्दैछु, वाउ, चिकनले पनि मजाले तेल छुटिन लागेछ। अब पट पड्किँदै यो अलिकति पानी नै छ, हेर्नुहोस् त। यो पानी सुकाउनुपर्छ, तेल मात्र होइन, अलिअलि पानी नै आएको छ। यसलाई मजाले सुकाउनुपर्छ। अब सुक्न थालिसकेपछि भिसार हाल्ने, अनि भिसारलाई हालिसकेपछि अलिकति धुलो खुर्सानी हालिदिनुहोस् है। धुलो खुर्सानी पनि अलिअलि हाल्नुहोस्, यसले रङ पनि राम्रो गर्छ र अलिअलि स्वाद पनि बढाउँछ। अब यसलाई मजाले चलाइदिनुहोस्, मजाले पल्टाइ गरेर चिकनको हरेक पिसमा भिसार खुर्सानी लाग्ने गरेर चलाइदिनुहोस्। यसलाई मजाले चलाइदिनुहोस्। अब कति राम्रो देखिएको है। यो चलेपछि के हुन्छ भने सबैतिर भिसार पुग्छ, सबैतिर खुर्सानी पुग्छ। यसले चाहिँ झन् हाम्रो खानेकुरालाई राम्रो देखाउँछ। यसलाई भुटिसकेपछि अब नुन हाल्ने, नुन चाहिँ आफ्नो स्वादअनुसार हाल्ने। हामी चाहिँ अझ नुन अलिक कमै खान्छौँ। हजुरलाई कस्तो लाग्छ हजुर पनि राख्नु होला। यो मुनि लाग्यो भने पनि टेन्सन लिनु पर्दैन। अलिकति गर्दै चलाउँदै घोड्दै मजाले चलाउनुहोस्, झन् राम्रो हुन्छ। हेर्नुहोस् त, यो शुद्ध चिकन मात्र, यो कुनै किसिमको केही छैन यसमा। अब यो मजाले भुटिरहेछ, पट पड्केर मजाले पकाइरहेको छौँ। अब यो पाकेपछि खाना मिठो हुन्छ, मजाले पड्काइरहेको छौँ। अब अघि पिसेको मसलाहरू तपाईँ यसमा हालिदिनुहोस्। यो मसलालाई अहिले यो हाल्नुहोस् र यसलाई मजाले चलाउनुहोस् र अघिको त्यो बाँकी भएको मसलामा अलिअलि पानी हाल्नुहोस्। हामी चाहिँ चिकन ग्रेभी बनाउँछौँ कि खानको लागि। हामीलाई ग्रेभी चिकन मनपर्छ, कि त रोस्टै बनायो एकदमै खरो त्यत्तिकै खाना, चिकन मात्र खाना, तर खानासँग खाना चाहिँ अलिक ग्रेभी नै राम्रो। हेर्नुहोस् त, मैले ग्रेभी हालेँ त्यो गरेर मजाले माथिबाट धनियाँ हाल्दैछु। त्यो चिकन पोक्लुक उम्लेको देख्दा त कस्तो मिठो होला जस्तो लाग्ने है, तर हुन पनि एकदमै मिठो भएको थियो। हेर्नुहोस् ल, अब चलाउँदै मजाले मसिनो आगोमा पकाउने। अब यस्तो गरेपछि चिकनमा पनि कुनै किसिमको स्मेल आउँदैन कि। मैले चिकनमा तेजपत्ता राखेको चाहिँ मैले हालिनँ छु, त्यो चाहिँ अलिकति उसमा राख्दै थिएँ कि चिकनमा तेजपत्ता। वाउ, अब छोप्छु म यसलाई। मेरो थाली हेर्नुहोस्, आजको साग, अचार, भुजा, सलाद, मासको दाल। ल, यो भुजा चाहिँ फर्स्टमा चाहिँ चढाउनु पनि पर्छ है साथीहरू। म चाहिँ त्यो मैले थाली हाल्नुभन्दा पहिले हो यो। अलिकति साग, अलिकति भुजा, अनि अलिकति दाल कस्तो पानी छुट्या जस्तो भएको। ल, अलिकति दाल अनि अचार पनि। हामी चिकन चाहिँ चढाउँदैनौँ, चिकन बिटुलो लागेर हामी चिकनहरू चाहिँ चढाउँदैनौँ।
तर यो अचार पनि पात गाँसेर पातमा ठक्क चुलोमा राखिदिने र त्यसलाई आफ्नो हातले ढोग्ने। ल भगवान हजुर पनि खानुहोस् हामी पनि खान्छौँ भनेर। अनि यो अघिको थाली रेडी पारेको थिएँ नि जुन मासुको दाल मासु साग हालेर कति राम्रो भएको वाउ ह्याप्पी स्याटरडे।